हुँदै सोच्दै हुनुहुन्छ यदि बनाउने सोच्नु हुँदैछ भने चाहिँ आउनुहोस् मेरो आज हामीले बनाउँछौँ पेरिस्कोप। ल कसरी बनाउने ल आउनुहोस् है त। ल अब हाम्रो भिडियोमा जोडिरहनुहोस् र अन्तिमसम्म हेर्नुहोस्। भिडियो मन परेमा लाइक अनि सब्सक्राइब गर्नुहोस् र कमेन्ट पनि गर्नुहोस् है। अब ल अब हामीले बनाउनु सिक्ने तयारी गर्दैछौँ है। ल त अहिले देख्न सक्छु म चाहिँ एउटा यस्तो पहिले बनाइसकेको छु र यो कसरी बनाउनु ल आउनुहोस् हेरौँ है त। पहिला त ल तपाईँले यस्तो पहिले बनाउन सक्नुहोस् र पहिला यसैको लाइनबाट नै तपाईँ लाइन काटिदिनुहोस्। सक्छु जसरी मैले गराएको छु। ल अब पहिला अब मैले यहाँ बनाइसकेको छु होइन। ल अब यसलाई म काट्ने छु। ल कसरी काट्ने पनि तपाईँले ए बराबर अन्त हामीले मिलाएर काट्नुहुन्छ। तपाईँले बराबर बनाउनुहोस् र म यो मैले त यो बनाइसकेको छु। हामीले दुईवटा यस्तो पनि चाहिन्छ है ए बराबरको अनि म त यस्तो पनि बनाइसकेको छु। ल अब आउनुहोस् त अब यसलाई जोडौँ है। हल्का उठ्नुपर्ने हुन्छ। अब हामी सिम्पल यसलाई के गर्छौँ भनेदेखि अब यसलाई यो बाहिरको साइडदेखि यसलाई थोरै बनाइदिनेछौँ यसरी। अब भने म नम्बर देखाउन कोसिस गर्छु तपाईँहरूलाई यसरी लान्छौँ र हामीले यसलाई चिप्काउनु पर्ने हुन्छ र तपाईँहरूले घरमै जेसको ग्लु भए पनि हुन्छ र त चाहिँ चिप्किन मात्रै पर्यो है। चिप्किनु पर्यो। म केही थाहा छैन तपाईँहरूले चिप्काए मात्र पुग्यो। मैले ल यो चिप्काउँदैछु। सुपर ग्लु फेभिस्टिक ल तपाईँले जेसको पनि युज गर्न सक्नुहुन्छ है त। यो चाहिँ धेरै ठाउँमा प्रयोग हुन्छ होइन सक्नुहुन्छ। यो चाहिँ आरामले चिप्किरहेको जस्तो छ। लगभग तपाईँले लगभग दुईवटा जति चाहिन्छ भनौँ सक्छ। यो मेरो चाहिँ यस्तो चाहिँ यो चिप्किसकेको छ होइन र यो माथिको थोरै भाग पनि बचेको छ र त्यसलाई पनि अहिले हामीले गराउँछौँ र हाम्रो यो पनि बचेको छ होइन। हामीले पनि यसलाई यस्तरी गराउँछौँ है अहिले नै यस्तरी। यसलाई कति पुग्छ त मिलाएर देख्न सक्नुहुन्छ। हाम्रो यहाँ पनि यस्तरी नै म तपाईँहरूलाई एकदम राम्रो देखाउने कोसिस गर्छु र पहिला मैले यसलाई काटेर फाल्दैछु र यो हाम्रो भयो र अब मैले यसलाई ल यस्तरी चिप्काउने कोसिस गर्नेछु। सक्नुहुन्छ कि तपाईँहरूले यसलाई चाहिँ जति छ हामीले भित्र गराउनु पर्ने हुन्छ र मैले अहिले चाहिँ बाहिर बनाएको छु। के गर्ने ल मैले पनि यसलाई चिप्काइदिएँ। यहाँ मेरो पहिले यहाँ फुटेको रहेछ त्यही भएर अहिले अलिक राम्रो भएको छैन। तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम राम्रो चिप्किसकेको छ। यो तपाईँहरूको स्कुल प्रोजेक्टमा एकदम धेरै नै काम लाग्छ। भयो ल हाम्रो यति काम चाहिँ कम्प्लिट भयो र हामीले यसरी यताबाट हेर्छौँ यसलाई यताबाट हेर्दा देखिन्छ र मैले अब यसलाई यताबाट पनि छोड्नु पर्छ अनि यताबाट अनि यसलाई यस्तरी राखिदिने अनि हाम्रो कम्प्लिट हुन्छ। अडिनुहोस् थोरै सुनसुन हाम्रो साथमा रहनुहोस् र अब मैले यसलाई थोरै काट्ने छु है त। मैले अब यसको एउटा साइजको नै यसैको हाइटको म काट्ने छु है त। म काटिसकेपछि देखाउँछु। हेर्न सक्नुहुन्छ तपाईँले राम्ररी। साथीहरू तपाईँले चाहिँ बिचमा यो दुईवटा 45 डिग्रीको कोणमा यहाँ राखिदिनु होला किनभने मैले अहिले बिचमा भिडियोमा देखाउन सकेन त्यसको लागि सरी। त्यसैले तपाईँले यो बिचमा चाहिँ दुईवटा यहाँ राख्नु होला 45 डिग्रीको कोणमा यो कुनाको साइडमा है त। हैन सक्नुहुन्छ तपाईँले र यहाँ पनि चिप्किसकेको छ र मैले यहाँबाट नि चिप्काइदिनेछु। हेर्न सक्नुहुन्छ
तपाईँको यो साइन्स प्रोजेक्टमा चाहिँ एकदम राम्रो हुने क्या। अरूभन्दा पनि यो कक्षा 7मा पढ्ने भाइ बहिनीहरूलाई चाहिँ एकदम राम्रो। परन्तु म पनि कक्षा 7मै पढ्छु। हेर्न सक्नुहुन्छ यसको बाहिरको यो हाम्रो नमुना त रेडी भइसक्यो, तर यहाँ क्या छेचेको जस्तो भयो चाहिँ बनिसक्यो। ल आउनुहोस् त ल हाम्रो ल यसको फाइनल लुक। साथीहरू तपाईँले ठुलो एना राख्नु होला, त्यसैले मेरो पुरै क्लियर देखेको छैन, त्यही भएर अहिले ठुलो एना